हेलो एभ्रिवान, मेरो नाम हो सुदीप र आजको यस भिडियोमा चाहिँ हामी क्लास 8को पिएलईमा आएको क्वेसन र यो क्वेसन 2 मार्क्सको आउँछ र क्वेसन चाहिँ यस्तो खालको छ। क्वेसनमा भनिएको छ कि 3x को पावर वाट छ र यसको होल पावरमा 2 छ इक्वल टु 9x को पावर 6 छ भनेपछि हामीले निकाल्नुपर्ने छ 3x को पावर वाट छ। यो 3x को पावर कति हुँदाखेरि यसको भ्यालु कति हुँदाखेरि 9x को पावर 6 आउँछ। यसको लागि चाहिँ हाम्रो सजिलोको लागि चाहिँ पहिला 3x को पावर a र होल पावरमा स्क्वायर राखौँ इक्वल टु 9x को पावर 6 हुन्छ। अब यसलाई चाहिँ 3x को पावर a र 2 माइनस 9 को पावर 6 भनेपछि हामीले चाहिँ निकाल्नुपर्ने के छ भने a इक्वल टु वाट छ। हामीले a इक्वल टु कति हुन्छ त्यो निकाल्दियो भने हामीले यसको एन्सर निकाल्न सकिन्छ। जस्तै यसलाई कसरी निकाल्न सकिन्छ भने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। जस्तै 9x छ, यहाँ पनि 9x छ। अब चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि यो 3x र यो 9x लाई चाहिँ एकैछिन यो छैन मानौँ र हामीले बस यो के मात्र लेखौँ भने a इन्टु 2 इक्वल टु 6 हुन्छ। अब चाहिँ हामीले यसलाई चाहिँ सल्भ गर्ने हो भने a को मान आउँछ। जस्तै a इन्टु 2 इक्वल टु 6, a इन्टु के हुन्छ, a इन्टु 2 के हुन्छ, 2a हुन्छ इक्वल टु 6 हुन्छ र 2a इक्वल टु 6। अब a निकाल्नको लागि के गर्ने, यो जुन 6 छ 2 ले भाग गर्ने। जस्तै 2 डिभाइडेड बाई 6 डिभाइडेड बाई 2 गर्दाखेरि इक्वल टु एन्सर कति आयो, a भनेको 3, किनकि 3 इन्टु 2 भनेको 6 हुन्छ। अब यसरी चाहिँ हामीले निकाल्न सकिन्छ। अब एकचोटि चेक गरेर हेरौँ न त। 3x को पावर 3 होलको पावर 9 र x इक्वल टु 6। अब चाहिँ यो 2 ले चाहिँ 3 को स्क्वायर कति हुन्छ, 3 को स्क्वायर हुन्छ 9। अब x को x नै 3 को 3 नै। अब यो बाहिरकोलाई हटाउनु पर्यो भने मल्टिप्लाई छ भने इन्टु 2 गर्नु पर्यो। अब यो 9x यता पनि 9x नै छ, ठिक छ। अब 3 इन्टु 2 भनेको कति, 6। यसरी चाहिँ यसलाई हामीले सल्भ गर्न सकिन्छ। यो सजिलो खाले छ। र अर्को चाहिँ हामीसँग अर्को क्वेसन रहेको छ। यो चाहिँ अल्जेब्राबाट चाहिँ हाई कमन फ्याक्टर HCF निकाल्ने क्वेसन हो। यो पनि इम्पोर्टेन्ट क्वेसन हो। जस्तै क्वेसन के छ भने x स्क्वायर प्लस 5x प्लस 6 एन्ड x square plus 4. Find the high common factor. हामीलाई चाहिँ हाई कमन फ्याक्टर निकाल्नु पर्ने छ। हाई कमन फ्याक्टर निकाल्नको लागि चाहिँ सुरुमा चाहिँ हाई कमन फ्याक्टर निकाल्न दुईटा एक्सप्रेसन चाहिन्छ। दुईटा एक्सप्रेसन हामीसँग छ। जस्तै अब x स्क्वायर प्लस 5x प्लस 6 यो पहिलो एक्सप्रेसन रहेको छ। यसलाई हामीले सल्भ गर्दाखेरि जस्तै x भनेको 2 छ भनेपछि अब यहाँ ध्यान दिनुपर्ने कुरा, जोड्दाखेरि 5 हुने, मल्टिप्लाई गर्दाखेरि 6 हुने, एडिसन गर्दा 5 हुनु पर्यो र चाहिँ मल्टिप्लाई गर्दाखेरि 6 हुनु पर्यो। त्यस्तो दुईटा अङ्क चाहिँ जस्तै 2 प्लस 3 इक्वल टु 5 र 2 इन्टु 3 इक्वल टु 6 हुन्छ भनेपछि 2 रहेछ एउटा र अर्को रहेछ 3 भनेपछि प्लसको प्लसै 2 को 2 नै ब्राकेट र x प्लस 3। यसरी चाहिँ यसको चाहिँ फ्याक्टराइजेसन चाहिँ यो भयो।
यो एक्सप्रेसनको जुन फ्याक्टराइजेसन छ त्यो भनेको के छ, एक्स स्क्वायर प्लस 5x प्लस 6 को चाहिँ फ्याक्टराइजेसन भयो x प्लस 2 र x प्लस 3। अब चाहिँ दोस्रो एक्सप्रेसन के छ, दोस्रो एक्सप्रेसन छ हामीसँग छ एक्स स्क्वायर प्लस 4। अब एक्स स्क्वायर प्लस 4 और अब अगाडि स्क्वायर छ भने प्लस लगाएर जुन यो पछाडिको छ यसलाई नि हामीले 2 को स्क्वायर लेख्न सकिन्छ, र जब हामीले यो एक्स स्क्वायर प्लस 2 को स्क्वायर लेख्छौँ तब ए स्क्वायर प्लस बी स्क्वायरको फर्मुला आउँछ। अब यसको फ्याक्टराइजेसन के हुन्छ, ए प्लस बी र ए माइनस बी हुन्छ। यो चाहिँ यसको फ्याक्टराइजेसन हो। अब यसलाई चाहिँ गर्दा यसमा चाहिँ कुनै उस छैन, त्यही भएर चाहिँ एक्सलाई कमन ल्याउनु पर्यो र एक्स प्लस 2 हुने भयो, किनकि 2 को स्क्वायर भएपछि अगाडि स्क्वायर छ भने पछाडि नि स्क्वायर हुनु पर्यो। अब चाहिँ एक्स, अब यसलाई एक्स इन्टु एक्स भनेको एक्स स्क्वायर, अगाडि स्क्वायर छ भने प्लस लाउने र 2 को स्क्वायर 4 भनेपछि यसको फ्याक्टराइजेसन चाहिँ दोस्रो एक्सप्रेसनको फ्याक्टराइजेसन भनेको यो जुन एक्स ब्राकेट एक्स प्लस 2 र पहिलोको चाहिँ यो। अब हामीले यहाँ ठाउँ पुगेन, हामीले यसमा लेखौँ। जस्तै अब एचसिएल हाई कमन फ्याक्टर निकाल्नको लागि चाहिँ दुईटा टर्म दुईटा एक्सप्रेसनमा चाहिँ कुन चाहिँ दोहोरिरहेको छ या त कुनै कमन आएको छ त्यो हेर्नुपर्ने हुन्छ। जस्तै यसको लागि चाहिँ पहिला लेखौँ पहिलो एक्सप्रेसनको एक्स प्लस 2 र अर्को छ एक्स प्लस 3। अब चाहिँ दोस्रो एक्सप्रेसनको चाहिँ एक्स ब्राकेट एक्स प्लस 2। अब यसमा हेर्दाखेरि कुन दोहोरिएको जस्तो छ, यो कमन भनेको छ यो एक्स प्लस 2 भनेपछि यो एक्सप्रेसनको चाहिँ हाई कमन फ्याक्टर भनेको एक्स प्लस 2 नै रहेछ। यो चाहिँ यसको अन्तिम एन्सर हो। यो चाहिँ एक्जाममा जुन पहिलो क्वेसन थियो यो र जुन दोस्रो क्वेसन छ यो चाहिँ यो दुईटा सल्भ गर्ने हो भने 2 मार्क्सको क्वेसन चाहिँ यिनीहरू हुन्। अब एउटा अर्कै खालको क्वेसन पनि आउँछ यसको ठाउँमा, जस्तै सोध्ने गरेको चाहिँ एउटा छ राइट द expanded from of 2x minus 1 को पावर x स्क्वायर। अब यो क्वेसनमा भन्न खोजेको चाहिँ के छ भने एउटा एक्सप्रेसन छ जुन चाहिँ 2x प्लस माइनस 1 को होल पावर होल स्क्वायर छ। अब यसलाई चाहिँ हामीले एक्सप्यान्ड गर्नुपर्ने छ। जस्तै एक्सप्यान्ड भन्नाले जस्तै ए माइनस बी को होल स्क्वायर इक्वल टु के हुन्छ, ए स्क्वायर प्लस हुँदैन सरी माइनस 2ab प्लस बी स्क्वायर। यो भनेको चाहिँ यो एक्सप्रेसन हो। यो भनेको चाहिँ यो एक्सप्रेसनलाई एक्सप्यान्ड गर्दाखेरि आउने हो। अब यहाँ हामीले राम्रोसँग हेर्ने हो भने इक्वेसनलाई, जस्तै 2x माइनस 1 छ, यहाँ ए प्लस यहाँ चाहिँ छ ए माइनस बी, यहाँ छ 2x माइनस 1। अब पावरहरू सेम छ। अब हामीले यसलाई कसरी पनि गर्न सकिन्छ।